हेलो एभ्रिवान, वेलकम टु मी न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ। यो इन्द्रकमल फुल चाहिँ फुलको चाहिँ म भिडियो लिन लागिरहेको छु। हजुरहरूले हेरेर लाइक कमेन्ट सब्सक्राइबर चाहिँ गरिदिनु होला र हजुरहरू पनि आरामै हुनुहुन्छ होला, म पनि आरामै छु अहिलेसम्म। र यो इन्द्रकमल फुलको विशेषता भनेको चाहिँ के हो भनेर भन्दाखेरि यसले चाहिँ बासना राम्रो दिन्छ क्या, बासना दिन्छ राम्रो। सुँग्नलाई सिएनको बरु बासना कम्ती होला, यसको बासना त्यति मिठो आउँछ हैन। अनि यो इन्द्रकमल फुलको विशेषता चाहिँ यो हो। अनि यो एकदम मग बासना सुँगिरहँ जस्तो हुन्छ हैन। त्यो भएर मैले यो भिडियो बनाउन लागेको छु। हजुरहरूले हेरेर प्रतिक्रिया दिनु होला। हजुरहरूकोमा कस्तो कस्तो फुल छ भनेर चाहिँ कमेन्ट छोड्नु होला हैन। मेरोमा चाहिँ अब यो इन्द्रकमल फुल फुलेर पनि लगभग सुक्न थालिसक्यो कोही कोही हैन। एकदम दामी छ। र यो इन्द्रकमल फुल चाहिँ हामीलाई अब सुँग्नलाई बास्नाको लागि चाहिँ एकदम उपयुक्त छ, बहुत उपयुक्त छ हैन। धेरै नै उपयुक्त छ। यो मन पराएर यो टक्कसँगले हातमा लिएर बास्ना सुँग्दै गरेको अवस्था छ। एक नम्बर छ। जति सुँगो त्यति बास्ना मकमक आउँछ। बास्नाको लागि चाहिँ एक नम्बरमै पर्छ यो हैन। बास्ना चाहिँ बहुत मिठो आउने हैन, टक्कसँगले। र फुलमध्येको अब एक नम्बरमा चाहिँ यो फुल पर्छ हैन, बास्ना राम्रो आउने। हुन त फुलहरू धेरै खाले हुन्छ, सयपत्री, मखमली, गोदावरी, ज्ञानथुङ्गा लगायतका धेरै प्रजातिका फुलहरू पाइन्छ। र धेरै फुलमध्येको विशेष फुल चाहिँ यसलाई मान्छु म चाहिँ हैन। यो बास्नामा चाहिँ एक नम्बरमै पर्छ यो फुल चाहिँ। बास्नामा चाहिँ अब एक नम्बरमै मान्छु म यो फुललाई हैन। त्यो भएर म अब सुँगिराखेकै अवस्था छ हैन, मग बास्ना आइरहेको छ। यतापट्टि अर्ग्यानिक तरकारी घरिया सिस्नु पनि छ हैन। अर्ग्यानिक तरकारी घरिया सिस्नु गर्मीले गर्दाखेरि अर्ग्यानिक तरकारी घरिया सिस्नु चाहिँ दमदार तरिका छ। यो चाहिँ अब हामीले तरकारी बनाएर खाँदाखेरि स्वास्थ्यको लागि चाहिँ बहुत उपयोगी हुन्छ हैन। कल भएर आइरहेछ है। यो चाहिँ अब देश विदेश तथा अब जहाँ देश परदेश अब गाउँ घर सहरमा चाहिँ झन् मुख्य गरेर सहरमा चाहिँ यसलाई किनेर पनि खाइने गरिन्छ। हाम्रो गाउँघरमा चाहिँ रोपेर आफैले फलाएर खान सक्यो। र यो चाहिँ अब देश विदेशमा पनि धेरै बढी मात्रामा चाहिँ रुचाएर किनेर खाने तरकारी मध्येको राज तरकारी यसलाई मानिन्छ हैन। राजा भनिन्छ यसलाई हैन। आलु तरकारी मध्येको राजा आलु भनिन्छ, तर तरकारी मध्येको दोस्रो तरकारी राजा चाहिँ यसलाई पनि मानिन्छ हैन। यसमा आलु, मकैको पिठो हरेक मिसाएर पनि खान सक्यो हैन। त्यो भएर यो चाहिँ एक नम्बरमै मानिन्छ। हामी रोपेर खान्छु प्रायः। यो बजारमा यसको माग बढी मात्रा हुन्छ, तर हामी खासै बेच्दैनौँ। यो बेच्दैनौँ हामी, आफूलाई खानलाई चाहिँ यसो रोपेको हैन। दाम कलको लाउँदो छ, अब टिपेर खाने बेला भइरहेछ हैन। यो चाहिँ अब हामीलाई भिटामिन ए चाहिँ पाइन्छ यसमा। भिटामिन ए को रूपमा हामीले मानिन्छ। हामीले यो खाँदाखेरि चाहिँ आँखा चाहिँ तेजिलो देखिने गर्दछ है। हाम्रो आँखाहरू कमजोर छ भने यो खाएपछि चाहिँ एकदम तेजिलो
देखिन्छ। यो अब टिपेर खाने बेला भएको अवस्था हो र हजुरहरूले पनि अब कस्तो कस्तो तरकारीहरू खानुहुन्छ, तर विशेष यो चाहिँ खानै पर्छ है। हामी जो कोही नेपालीले चाहिँ आफूसँग छैन भने पनि किनेर खानुपर्छ, तर आफूसँग कोठेबारीमा रोपेर खाइयो भने अझ राम्रो होइन। अर्ग्यानिक सबभन्दा राम्रो तरकारी भनेको अर्ग्यानिक यो हो। अरू घिउ सिमी अब आलु अब बोडा चिप्ले भेन्डी बैगुन यस्ता त छँदैछ होइन। यो त अब कोपी यिनीहरू त अब गरिराखेर खाइराखेको हो। दाल सिमी यिनीहरू त खाइराखेको, तर विशेष चाहिँ यो तरकारी स्वास्थ्यको लागि फलदायक र भिटामिन एमै पर्छ। आँखा चाहिँ अब यसले क्लियर देखिन्छ। हरियो सागपात भन्दा पनि यो एक नम्बरमा पर्छ होइन। हजुरहरूले कतिको खानु भएको छ छैन होइन। हामीले चाहिँ यो हप्तामा एक छाक अथवा महिनामा 2-4 छाक खाइन्छ होइन। कन्टिन्यू खानालाई त यसको उत्पादन धेरै हुनु पर्यो, त्यो भएर अब हप्तामा एक छाक महिनामा 4 छाकसम्म चाहिँ खाइन्छ। अनि अब यो फुल त भइगयो होइन। फुल अब यो फुलको चाहिँ फुल ढकमक्क फुलेर सबैलाई सुगन्ध दिएर अब यो फुल चाहिँ अब ओइलाउँदै जानुभएको छ होइन। ओइलाउँदै यतातिर राम्रो अब फुल भएको छैन। टक्क यो पिला कोही ओइलाएको कोही फुलेको। म यहाँ मकमक बाख्न सुँगिरहेको छु। ल यो भिडियो अब यति नै अन्तिम गरौँ होइन। थ्याङ्क यू भेरी मच अल गाइज। लाइक कमेन्ट सब्सक्राइबर गरिदिनु होला। कस्तो लाग्छ यो भिडियो हेरेर प्रतिक्रिया पनि दिनु होला भनेर भन्न चाहन्छु। र अब म कन्टिन्यू लाइभ दिउँसो बेलुका त्यहाँ कन्टिन्यूमै आउँछु होइन। अनि बिहान पनि कन्टिन्यू लाइभमा आएर एकअर्कामा सपोर्ट पनि गर्न सक्नुहुन्छ। र लाइक कमेन्ट सब्सक्राइबर पनि गर्न होला। र युट्युबमा काम गर्नलाई त्यति सजिलो छैन र मेहनतका साथ सबैजना मिलेर अगाडि बढ्नुपर्छ। त्यही गाइजहरू र मेरो पनि 2K सब्सक्राइबर कम्प्लिट पुगेछ र अब वाच टाइम बाँकी छ। वाच टाइम चाहिँ अब हजुरहरूले सबै मिलेर एकअर्कामा मिलेर अगाडि बढाउनुपर्छ। त्यो गाइजहरू थ्याङ्क यू भेरी मच अल गाइज। टेक केयर, हेभ अ नाइस डे, बाई बाई, थ्याङ्क यू भेरी मच।